खासै मलाई यो राजनीतिक विषयमा कुनै बोल्नु त आवश्यक लागेको थिएन। तर पनि साथीभाइहरूको टिका टिप्पणी देख्दाखेरि साह्रै नै साथीभाइहरूले काङ्ग्रेस एमालेलाई एकदम बाबुबाजेदेखिकै पार्टी हो, हामीले उहाँहरूलाई नै जिताउनु पर्छ, उहाँहरू नै हो विकासको लागि भन्ने खालको चाहिँ नि अभिव्यक्ति आएको कारणले मैले एक दुईवटा कुरा भन्न चाहेँ। 2047 सालमा बहुदलीय व्यवस्था जुन लागू भयो त्यहाँदेखि यता चाहिँ नि यी 35 वर्ष अहिलेसम्म 35 वर्ष यी तिनटै दलले चाहिँ नि सत्ता आलो पालो गरेर चलाएको अहिले यहाँ सम्पूर्ण जनतालाई सरविदितै छ। र अहिलेसम्म जुन राजाको पालामा बरु विदेश जाने क्रम त्यत्रो थिएन, आज आएर नेपालमा लगभग 2 करोड 94 लाख जनसङ्ख्यामा झन्डै 1 करोडभन्दा 1 करोडको माथि त खाडी मुलुकतिरै होला, अस्ट्रेलिया अमेरिका यी अग्रम बग्रम सबैतिर लगभग 50-60 लाख जनता भारतीय मूलमा पनि गएर काम गरेर खानु परेको छ। अब यहाँ नेपालमा नेपाल यति उर्वरा शक्ति भूमि हो, यी गर्न सक्दाखेरि हरेक चिज यहीँ उत्पादन हुन्छ र राज्यले गर्ने वातावरण बनाइदियो भने यहाँ हरेक चिज हुन्छ र यहाँ रोजगारको सुविधा नेपालले गराउन सकेन यी सरकारले। अब त्यस कारणले गर्दाखेरि हामीले अब पनि हामी जनता सचेत भएनौँ भने, अब पनि हामी खालि भोट बाबुबाजेकै पालादेखि यहीँ हो भनिराख्यौँ भने अब हाम्रो छोरा नाति प्लातीहरूले हामीलाई पनि सराप्नेछन्। त्यसले गर्दाखेरि हामी अब पार्टी आफ्नै ठाउँमा राखौँ, भोट बदलौँ र अहिलेको नयाँ शक्तिहरूलाई बालेन रवि जस्ता युवा शक्तिहरूलाई हामीले साथ सपोर्ट गरेर जाउँ। र यहाँ अधिकांश यो नेपालको व्यतिथि, चरम भ्रष्टाचार अनि रिस रागको झैझमेला मुद्दा आदि इत्यादिको कारण पनि राष्ट्रिय स्वतन्त्र पार्टी जन्मनु पर्यो। त्यसले गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीले यी चरम भ्रष्टाचारदेखि लिएर सारा भ्रष्टाचारहरूको फाइल खोलेर यिनलाई सबलाई कारबाही गरेर देशमा हामीले ऋण लिएका 27 अर्ब रुपियाँ पैसा 27 खरब रुपियाँ पैसा यिनीहरूबाट असुल उपर गरेर तिराउनेछन् भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ शक्ति उदयमान भएको हो। त्यसले गर्दाखेरि नयाँ शक्ति पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी उदय हुँदै गर्दाखेरि धनकुटा जिल्लाको हकमा धनकुटाको हितको लागि र धनकुटाको चरम भ्रष्टाचार र चरम व्यतिथिको नियन्त्रण गर्नको लागि, त्यसको अन्त्य गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले धनकुटाका होनहार प्रखर वक्ता युवा नेता दिनेश भण्डारीलाई टिकट दिएर त्यहाँ जनताको सामुन्ने पठाएको छ। त्यसो भएर तपाईँ हामीले कहीँ कतै अलमल नगरिकन नभुलिकन राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चिन्हमा भोट हालेर दिनेश भण्डारीलाई विजय गराउनु हामीले पर्छ। त्यस पछाडि हामीले यहाँको जनताको हरेक कुराको सुशासनदेखि लिएर जुन अनुदानहरूदेखि लिएर हरेक चिजको चाहिँ नै सर्वसाधारण किसानले अनुभूति गर्न पाउँछ। धनकुटा जिल्ला यस्तो ठाउँ हो जबकि एकदम उर्वरा भूमि हो, जहाँ धनकुटा जिल्लामा फलफुल सुन्तलादेखि लिएर हरेक चिज उत्पादन हुन्छ र मुख्य हाम्रो बेमौसमी सब्जी उत्पादन हुन्छ। अब ती बेमौसमी सब्जी उत्पादन हुनेमा पाउने अनुदान चाहिँ माथिल्लो लेभलको पहुँच भएको व्यक्तिले मात्रै पाउँछन्, तल्लो लेभलको किसानहरूले पाउँदैन। र ठुल्ठुला 75 लाख 50 लाखे ती अनुदान कार्यक्रम कृषि फर्महरूमा आउने अनुदान पनि जिल्ला नेतृत्व तहकोदेखि भन्दा माथिल्लो लेभलले पाउँछन्। ती पहुँच भएको एमाले काङ्ग्रेसले नै मात्रै पाउने हो। र ती साना साना अनुदान भनेको तल्लो गाउँ स्तरको गाउँ कार्यकर्ताहरूले पाउने हो। त्यसले गर्दाखेरि वास्तविक किसानलाई पहिचान नगरी यी चाहिँ अनुदान शीर्षकमा चाहिँ बाँडिएको पैसाहरू चरम भ्रष्टाचार भएको छ। यस्तो व्यतिथिको निम्ति पनि दिनेश भण्डारीको धनकुटा जिल्लाको लागि आवश्यकता हो भन्न चाहेँ र अत्याधिक बहुमतले
उहाँलाई विजय गराउँ भने यही छ मेरो यति भन्दै बिदा हुन्छु। जय घन्टी।